माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हालै मात्रै एउटा जनवादी विवाहको सामन्तवादी भोज खान जाँदै गर्दा शौचालयमा लडे अरे भन्ने सुन्नमा आयो। त्यो समाचार यति बेला यत्रतत्र छ। यो सुनेर कतिपयलाई रोचक लाग्यो होला, आश्चर्य लाग्यो होला। प्रचण्ड जस्तो महान एउटा चाहिँ सिद्धान्तनिष्ठ एउटा आदर्शको चिन्तन बोक्ने एउटा समाजवादी सर्वहारा वर्गको नेताले यति ठुलो सांस्कृतिक विचलन प्रचण्डमा छैन होला भन्ने पनि कतिलाई लागेको थियो होला। यो विचलन प्रचण्डको होइन, म प्रचण्डलाई यो गलत भन्दिनँ। किनभने आजको समयमा 21औं शताब्दीको समयमा मान्छे अधिकतम स्वतन्त्रताका साथ बाँच्न सक्छ। उसको वैयक्तिक स्वतन्त्रता अधिकतम हुन्छ। समाजले वैध ठहराएका हरेक क्रियाकलाप गर्नका निम्ति व्यक्ति स्वतन्त्र छ। यसलाई कुनै समाजवाद, साम्यवाद, सर्वहारा वर्ग कुनै के को आवरणले छोप्न जरुरी छैन। त्यसकारणले म प्रचण्डलाई गलत देख्दिनँ। तर गलत चाहिँ के छ भने नि, प्रचण्डहरूले जुन भ्रमको पुलिन्दा जनतामाझ दिए त्यसलाई पत्याएर आज पनि थपडी बजाउनेहरूप्रति चाहिँ मेरो समस्या हो। किनभने माओवादीले आज मात्रै जनवादी विवाह भनेको होइन। प्रचण्डको छोराले 3वटा बिहे गरे पनि उनीहरूले गाउँ गाउँमा जनवादी विवाहका नाममा एउटा मात्र बहुविवाहका विरुद्धमा सांस्कृतिक हाम्रो एउटा परम्पराको एउटा चाहिँ मानक छ नि त, विवाहको आफ्ना संस्कार छन् नि। हो त्यो संस्कारमा बिहे गर्न नमान्ने, त्यो संस्कारलाई रूढिवाद भन्ने र एउटा राजनीतिको साधनका रूपमा एउटा श्रीमान श्रीमतीको पवित्र सम्बन्धलाई एउटा राजनीतिको साधनका रूपमा कथित जनवादी विवाह भनेर अटेन्सन सिक गर्ने यो कम्युनिस्ट र त्यो विचारधारालाई पत्याउने मान्छेहरूप्रति मेरो आपत्ति हो। प्रचण्डले त्यो होटलमा बसेर खानेहरूलाई के भनेर सिकाए? सामन्त भनेर सिकाएको होइन, बुर्जुवा भनेर सिकाएको होइन, यो सामन्तवादी चरित्र हो भनेर सिकाएको होइन। सधैँभरि धुलो मैलो हुनुपर्छ, नाङ्गै हुनुपर्छ, झुत्रो लुगा लाएर हिँड्नुपर्छ, जङ्गलमा बस्नुपर्छ, झुपडीमा बस्नुपर्छ भनेर कम्युनिस्ट कार्यकर्ताहरूलाई एउटा सिद्धान्तनिष्ठ नेताको आचरणका बारेमा बताएको होइन। वामपन्थ साम्यवाद भनेको आचरण हो, भनाइ होइन, भाषण होइन भनेको होइन। त्यो सबै मान्छेहरू पत्याएर हिँड्ने मान्छेहरूले आज 2वटा घटनाबाट यो कुरा पुष्टि भयो कि भएन? दुनियाँका छोराछोरीलाई जनवादी विवाह भनेर आफ्नो संस्कृति, आफ्नो परम्पराबाट विमुख गराउने प्रचण्डले आफ्नो नातिनीको राजर्षी विवाह गराए, सामन्तवादी विवाह, नव सामन्तवादी विवाह बनाए, नोकरशाही प्रवृत्तिको विवाह बनाए र आफ्नो एउटा कार्यकर्तालाई दिउँसो जनवादी विवाहको नाटक मञ्चन गर्न लगाएर बेलुका सुरा सुन्दरीको रतिरागमा रमाउन पुगे। मान्छेको आवश्यकता भनेको आनन्द हो, मान्छेको आवश्यकता भनेको सुखानुभूति हो, मान्छेको आवश्यकता भनेको जीवनका असाध्यै सुन्दर क्षणहरू बाँच्न पाउने अधिकार हो। त्यसलाई कुनै पनि जनवादको आडम्बरमा, कुनै पनि ढोङहरूको आडम्बरमा छोप्न हुँदैन प्रचण्डजी। त्यसै भएर यथार्थमा आधारित जीवन बाँच्नुपर्छ। समाज पुँजीवादी हुन्छ, कुनै समाजवादी समाज हुँदैन। समाजमा के हुन्छ? लोक कल्याण हुन्छ, समानता हुँदैन। समाजमा समता हुन्छ, समानता हुँदैन। समाज उद्यमले, उद्योगले निर्माण हुन्छ, भाषणले होइन। समाजमा पुँजीको निर्माण पुँजीपतिहरूले गर्छन्, मजदुरले होइन। यो भनेर मजदुरलाई गाली गरे होइन, तर जीवनभर मजदुरलाई शोषकहरूले तिमीलाई शोषण गरे भनेर उचाल्ने र बेलुका त्यही शोषक सामन्तसँग गएर रतिराग मनाउने कम्युनिस्टहरूको खास आचरण हो। साथीहरूले के बुझ्नुपर्छ भने वास्तवमा यो समाजवाद भन्ने हुँदैन, यो स्क्याम हो, ठगी हो। यो सर्वहारा वर्ग भन्ने हुँदैन, यो गलत हो। कम्युनिस्टहरूले जे सिद्धान्त दर्शन बोकेका छन् नि त्यसको यथार्थमा कुनै पनि साइनो हुँदैन। तपाईले आजसम्म हेर्नुभयो भने कुनै पनि कम्युनिस्ट नेताको जीवनशैली, उसको खानपान, उसको लवाई खवाई, उसको चाहिँ तपाईको बसोबास, उसको भनौँ न सामाजिक सांस्कृतिक परिचय, रवाफ, तपाईले सबै हेर्नुभयो भने त्यो घोर सामन्तवादी चरित्रको छ। उनीहरूले जीवनभर गरिबहरूलाई के भने धनीहरू विरुद्ध उचाले। धनी हुनु अपराध हो, उद्योग गर्नु अपराध हो, उद्यम गर्नु अपराध हो, रमाइलो गर्नु अपराध हो, सुकिलो लुगा लाएर हिँड्नु अपराध हो, कोट लगाएर हिँड्नु अपराध हो, गाडी चढेर हिँड्नु अपराध हो।
समृद्ध बन्नु अपराध हो भन्ने भाष्य निर्माण गरेका कम्युनिस्टहरूले लुकी लुकी रक्सी खाइरहेछन् अहिले। दिउँसो जनवादी विवाह भन्दै बेलुका बेलुका गएर 5 तारे होटलमा लुटेको धन फुपूको श्राद्ध भनेको जसरी रक्सी खाएर लडिराखेका छन्। यही हो कम्युनिस्टको खास आचरण। त्यसरी म के भन्न चाहन्छु भने जो कम्युनिस्ट भइसके, चरित्रमा दलाल पुँजीपति तर झन्डामा कम्युनिस्ट, तिनीहरूलाई परिवर्तन गर्न सकिँदैन। किनभने उनीहरूले आफ्नो लाज पचाइसकेका छन्, उनीहरूले आफ्नो घिन पचाइसकेका छन्। विश्वबाट कम्युनिस्ट उन्मूलन हुँदा पनि नेपालमा किन उन्मूलन भएन थाहा छ? यस्तै ढोंगीहरूका कारणले, यस्तै आडम्बरीहरूका कारणले। तर म नयाँ पुस्तालाई, जेनजी पुस्तालाई, किशोर पुस्तालाई म भन्न चाहन्छु, तपाईँ सबै चिज हुनुहोस्, तपाईँ कम्युनिस्ट नहुनुहोस्। किनभने कम्युनिस्टले मान्छे बन्न दिँदैन। कम्युनिस्टले तपाईँलाई सधैँभरि एउटा संकीर्णताको एउटा भनौँ न जडतामा बाँच्न प्रेरित गर्छ, विवश बनाउँछ। तपाईँका व्यक्तिगत स्वतन्त्रताहरू, तपाईँले रमाइलो गर्न पाउने, कमाउन पाउने, खान पाउने, घुम्न पाउने, शारीरिक मानसिक आनन्दहरू प्राप्त गर्न पाउने अधिकारलाई उसले वैध भन्दैन। तपाईँले जे गर्नुहुन्छ लुकेर गर्नुपर्छ। तपाईँले रक्सी खानुभयो भने स्टिलको ग्लासमा खानुपर्छ। तपाईँले सम्भोग गर्नुभयो भने तपाईँ होटलभित्र लुकेर सम्भोग गर्नुपर्छ। यस्तो समाज निर्माण गर्छ वामपन्थीहरूले र दुनियाँलाई देखाएर प्रचण्डले आफ्नो नातिनीको राजर्षी विवाह गराए, आफ्नो जनवादी विवाह भनेर एउटा नाटक मञ्चन गरेर बेलुका गएर तपाईँको रक्सी खाएर रतिराग मनाए। यसरी झुक्क्याएर, यसरी छक्क्याएर 10औं वर्षसम्म 20औं वर्षसम्म यो वामपन्थीहरूले नेपालीलाई धेरै पछाडि पारिसके। त्यसै भएर यो वामपन्थ एउटा भ्रम हो, कम्युनिजम एउटा भ्रम हो। यसले हाम्रो समाजलाई ध्वस्त बनाए, हाम्रा संस्कृति, हाम्रा परम्परा, हाम्रा इतिहास, हाम्रा भाषा, हाम्रा कला, हाम्रा साहित्य ध्वस्त भयो। र पनि आज यिनीहरू हामीमाथि शासन गरिरहेका छन्। यथार्थमा आधारित विचारधारा मात्रै समाजमा वैध हुन्छ। त्यो भनेको के हो भने समाज विकास हुनका निम्ति पुँजीवाद चाहिन्छ। पुँजीको निर्माण गर्नुपर्छ, पुँजीपतिहरूलाई संरक्षण गर्नुपर्छ, पुँजी निर्माण गर्ने मान्छेहरूलाई सम्मान गर्नुपर्छ। उनीहरूलाई शोषक भन्ने होइन, उनीहरूलाई सर्जक भन्नुपर्छ। मजदुरहरूको संरक्षण चाहिन्छ, मजदुरहरूलाई जीवन जिउन सक्ने आधार निर्माण गर्नुपर्छ, राज्य कल्याणकारी हुनुपर्छ, शिक्षा स्वास्थ्य निशुल्क हुनुपर्छ, सार्वजनिक यातायात निशुल्क हुनुपर्छ, मान्छेलाई उद्यमी बनाउनुपर्छ, उद्योगी बनाउनुपर्छ, डाक्टर इन्जिनियर पेसाकर्मी बनाउनुपर्छ, पैसा बनाऊ भनेर सिकाउनुपर्छ। पैसा नभएको समाज विकास हुँदैन। पैसा नभएको समाज हाम्रो जस्तो चाहिँ दरिद्रहरूको समाज हुन्छ। पैसा कमाउने मान्छेहरूमाथि घृणा गर्ने होइन। यो सबै चिज यो साम्यवाद भन्ने एउटा कथित कम्युनिस्टहरूले जे हालको जार्गन यो 20-30 वर्ष 30-40 वर्ष नेपालमा चाहिँ बिकाएर नेपालका चाहिँ के हो भने चिन्तन राम्रोसँग गर्न नसक्दा धेरै मान्छेहरू अझ यसमा फसिरहेका छन्। अझै पनि यो वामपन्थीहरूले, कम्युनिस्टहरूले अझै पनि तपाईँको हामीलाई विभाजित गराएर, जातका आधारमा विभाजित गराउने, उमेरका आधारमा, लिङ्गका आधारमा, भूगोलका आधारमा, समुदायका आधारमा मान्छेहरूलाई लडाई गरिरहने, निर्माण केही पनि नगर्ने, भत्काउने मात्रै हो। आज माओवादीले कतिवटा उद्योग भत्कायो देशमा, आज कतिवटा उद्योग बनायो त माओवादी आएपछि? हिसाब हुन्छ नि त। त्यो भएको कारणले यो प्रचण्ड गएर रक्सी खाएर लडेको विषयमा मलाई चाहिँ आश्चर्य छैन। तर तपाईहरू पनि आश्चर्य नमान्नुहोस्, किनभने यो वामपन्थीहरूले के गर्छन्, कम्युनिस्टहरूको आचरणै के हो भने भन्ने एउटा गर्ने अर्को। जीवनभर शोषकलाई गाली गर्ने तर भित्र अन्तस्करणमा त्यही सबैभन्दा ठुलो शोषक बन्ने अभिलाषा पालेर हिँड्ने हो। यस्ता हुन्छन् कम्युनिस्टहरू। त्यसै भएर प्रचण्डजी लुकेर रक्सी नखानुहोस्, खुल्लीआम खानुहोस्। तर रक्सी खाँदै गर्दा तपाईँले रक्सी खाएको पैसा कहाँबाट आयो त्यसको जवाफ तपाईँले दिनुपर्छ। यदि तपाईँ पुँजीपति हुनुहुन्थ्यो भने त तपाईँ क्लियरली भन्नुहुन्थ्यो, मैले पुँजीपतिहरूसँग चन्दा उठाएँ, मैले उद्योगी पुँजीपतिहरूलाई एउटा चाहिँ के हो भने मेरो राजनीतिक विचारका निम्ति चन्दा देऊ भने, वा मैले उद्योग गरेँ, वा मेरो चाहिँ जग्गा बेचेँ, वा मेरो उद्योगबाट यति आम्दानी हुन्छ, मेरो राजनीति त मेरो एउटा सेवा हो, मेरो यो व्यवसाय छ भन्न सक्नुहुन्थ्यो नि तपाईँले। किन तपाईँहरूको के पेसा व्यवसाय छ? तपाईँहरूको पेसा व्यवसाय भनेको यदि मान्छेहरू मार्ने, मराउने र आफ्ना शाखा सन्तानको समुन्नति गर्ने, उत्थान गर्ने र आजको दिनमा नेपाल जस्तो देशमा भएको विभेद, यस्ता खालका विभिन्न खालका सामाजिक समस्याहरूलाई क्यास गर्दै तपाईँहरूले जुन खालको एउटा मार्क्सवाद, लेनिनवाद, माओवाद जस्ता यो समाजसँग, यो समाजका कुनै पनि आयामसँग सम्बन्ध नभएका जार्गनहरू ल्याएर नेपाली समाजलाई दिग्भ्रमित बनाइरहनु भएको छ नि। तपाईहरूका यस्तै यस्तै आडम्बरी र ढोंगी चरित्रहरू देख्दै गर्दा अब जनताले बुझिसके तपाईहरू
न कुनै वामपन्थी हो, न कुनै साम्यवादी हो, न तपाईँहरूको आचरण त्योसँग आधारित छ। तपाईँहरू खालि एउटा ढोंगी हो। नेपाली समाजका केही वस्तुगत समस्याहरूलाई तपाईँहरूले चिन्नुभयो र त्यो वस्तुगत समस्यामाथि टेकेर आफ्नो शासक बन्ने अभिलाषा तपाईँहरूले पुरा गर्नुभयो। त्यसकारणले तपाईँलाई मेरो के अनुरोध छ भने तपाईँ खुलेरै रक्सी खानुहोस्, खुलेरै जाँड खानुहोस्। नेपालको विवाहको संस्कृतिलाई, संस्कारलाई अवहेलना नगर्नुहोस्। उद्योगी पुँजीपतिहरू, सुकिला लुगा लाउनेहरूलाई तपाईँ अवहेलना नगर्नुहोस्। तपाईँ खुलेरै रक्सी खानुहोस् प्रचण्डज्यू। तपाईँ लुकाएर स्टिलको ग्लासमा पछौराभित्र दलाल पुँजीपतिहरूको पछौराभित्र लुकेर सुरापान नगर्नुहोस्। खुलेआम सुरा खानुहोस्। खुलेआम तपाईँ होटलमा जानुहोस्, रमाइलो गर्नुहोस्। जनतालाई आएर धनीमानीप्रति घृणा गर्न नसिकाउनुहोस्। जनतामा आएर के भन्नुहोस्, तपाईँ पनि धनी बन्नुहोस्, उद्योग गर्नुहोस्, उद्यम गर्नुहोस्, राज्यको चाहिँ पुँजी बढाउनुहोस्, पैसा कमाउनुहोस्, इन्जोय गर्नुहोस्, घुम्नुहोस् भनेर सिकाउनुहोस्। ए दलालहरूले पैसा कमाए, लुटे, हाम्रा गरिब मजदुरलाई लुटे भनेर त्यो बिचरा गरिबलाई थप गरिब हुने वातावरण नबनाउनुहोस्। म त्यसै भएर मैले यो भिडियो किन बनाएको भने मलाई यो उकुस मुकुस भयो। प्रचण्डहरूले के नाटक गरिरहेछ नि यो भने जस्तो लागेर मैले यो भने। धन्यवाद।